हेलो नमस्ते हजुरहरू कस्तो हुनुहुन्छ हजुरहरू ठिकै हुनुहुन्छ भन्ने आशा गर्दैछु। आज चाहिँ हामीकोतिर पुरा गर्मी छ है साथीहरू, पुरा योभन्दा नि पुरै गर्मी छ। अलिकति घाम लाग्यो भने सिलगढीमा यस्तो गर्मी हुन्छ कि अब बस्न सक्दैन नि। तपाईहरुकोतिर के कस्तो छ? तपाईहरुकोतिर नि गर्मी नै छ र घाम लाग्यो भने त गर्मी नै हुन्छ होला हामीहरुको जस्तै। हामीको अस्ति पानी परिरहेको थियो, क्या दामी दिन भएको थियो। अहिले आज घाम लाग्यो, घाम लागेको छ तर बस्न सकेको छैन। यस्तो गर्मी हुँदैछ कि अब चाहिँ यस्तो लाग्छ कि ड्युटी नै मनपर्छ। किन ड्युटीमा चाहिँ एसी छ नि त, त्यही कारण ड्युटी नै मनपर्छ साथीहरू। अब गर्मीमा चाहिँ सबैलाई त्यस्तै हुन्छ, गर्मीमा चाहिँ एसी नै मनपर्छ नि त। त्यही कारण गर्मीमा चाहिँ कतिखेर ड्युटी जानु जस्तो हुन्छ साथीहरू। मलाई चाहिँ त्यस्तो हुन्छ, तपाईहरुलाई कस्तो हुन्छ मलाई थाहा छैन। अन्त गुड आफ्टरनुन सबैजनालाई मेरो तर्फबाट, मेरो भ्युअर्स, मेरो फलोवर्स, मेरो नन फलोवर्स सबैलाई गुड आफ्टरनुन। आज चाहिँ म सलाद बनाउँदैछु, हेर्नुहोस्। यसमा चाहिँ सबै थोक मिक्स छ। तपाईहरु पनि खानुहोस्, एकपल्ट खानु भएन नि तपाईहरुलाई कस्तो लाग्छ यसरी बनाएर, मेरो जस्तो बनाएर खानुहोस्। अन्त कमेन्ट गर्नु होला ल मलाई, लाइक शेयर कमेन्ट प्लिज। यसरी बनाएर खानुहोस्, अन्त मलाई कमेन्ट गर्नुहोस् कमेन्ट बक्समा। अन्त मेरो चाहिँ सलादमा के छ, के मैले एड गरिरहेको छु भन्नुहोस् न। मैले चाहिँ बिट छ, तपाईको खिरा छ, तपाईको मौसमी छ, अन्त अरु के छ अरे, अन्त मेरो काजु किसमिस खजुरहरू सबै मैले मिक्स गरिरहेको छु, हेर्नुहोस् है। अन्त अलिकति प्याज पनि हालिरहेको छु मैले, अलिकति अदरक पनि हालिरहेको छु। त्यस्तो चाहिँ केही छैन, मौसमी नि हालिरहेको छु, हेर्नुहोस्। बिटरुट त छ मलाई बिट त, किनभने मेरो ब्लड कम्ती छ त्यही कारण बिट छ जेमा नि मिक्स गर्छु। अनार पनि छ है साथीहरू, अनार। तर अनार त मैले ल्याएँ कि अनार चाहिँ सेतो खालको रहेछ, बुझ्नुभयो? उसकै खुन नभए जस्तो रहेछ। मेरो खुन छैन भनेको त उसैको खुन नभए जस्तो रहेछ साथीहरू। हेर्नुहोस् अहिले म अनार काटेर तपाईँहरूलाई देखाउँछु कस्तो छ, हेर्नुहोस् है। अनार चाहिँ एकदम मतलब हुन्छ नि सेतो खुनै नभए जस्तो, त्यस्तो रहेछ अनार चाहिँ। अब के गर्नु, हाल्नै पर्यो। एकदम सेतो नि होइन, मतलब हल्का रातो रातो। आजकलको अनुहार त्यस्तै हुन्छ, कोहीको अनुहार चाहिँ त्यस्तै हुन्छ। हेर्नुहोस् मेरो चाहिँ आजको सलाद कस्तो हुन्छ। मैले चाहिँ यसरी फेरि बनाएको छु, हेर्नुहोस्। मैले अस्ति नै एकपल्ट बनाएर थिएँ, दामी भएको थियो। फेरि आएको होइन, नुन हालेँ मैले। अन्त अब यो मैले दही मिक्स गर्न आँटेको, हेर्नुहोस् न दही। तपाईँहरूलाई कस्तो लाग्छ मेरो सलाद बनाएको तरिका कमेन्ट गर्नुहोला प्लिज, इनबक्समा कमेन्ट गर्नुहोला। अनि तपाईहरु नि यसरी बनाएर खानुहोला मेरो जस्तो।